साथीहरू आज पनि मेरो भान्सामा चाहिँ मासु नै पाक्दैछ हैन। मैले चाहिँ अब दुधमा पनि खान्छु अनि मम्मीहरूलाई चाहिँ पकाउँदैछु हैन। अनि सुरुमा चाहिँ यसलाई चाहिँ यसको चाहिँ मजाले भोसो जान्छ भनेर चाहिँ मम्मीले एक सिटी लगाइदिसेको रहेछ हैन। एक दुई सिटी लगाएर अनि यसलाई चाहिँ मजाले फ्राई गर्नुपर्छ। मासु चाहिँ जति भुट्यो त्यति मिठो हुन्छ के हैन। चाम्रो पनि हुन्छ। अब खाने मान्छेलाई थाहा हुन्छ, मैले पनि पहिला पहिला खाएर मैले पनि थाहा पाएको कुरा हो यो चाहिँ हैन। अनि मजाले तल त्यो हुन्छ नि रातो रातो भइदिन्छ भुट्नुपर्छ अनि हाल्दिने प्याज चाहिँ अलिक धेरै नै हाल्नुपर्छ हैन। प्याज धेरै हाल्यो भने चाहिँ के हुन्छ भन्दाखेरि ग्रेभी अलिकति धेरै निस्किन्छ अनि मिठो हुन्छ के। अनि झोल टर्लिङ भन्दा अलिअलि ग्रेभी मिठो पनि हुन्छ हैन साथीहरू। सबै मरमसला हाल्ने हैन, भुट्न चाहिँ मजाले भुट्नुपर्छ, त्यो पनि गोल्डन ब्राउन भइन्जेलसम्म। अनि पहिला बेसार हाल्ने, बेसार माथि लागेको रहेछ मलाई अहिले सकसक लागिरहेको छ कि। त्यो बेला त भिडियोको सुरुमा मैले केही सोचिनँ नि त है। अनि अहिले त्यो देखेर सकसक लागिरहेको कि त्यो यति अड्केको बेसारमा हैन। नुन हालेर मजाले चलाउने हैन। अनि मैले चाहिँ फेरि लसुनको पेस्ट हाल्नै बिर्सेछु कि साथीहरू। अनि पछि हाल्ने लसुनको पेस्ट हैन, त्यसलाई नि मजाले परपर भुट्ने हैन। डढी नै सक्यो भनिसकेपछि चाहिँ अनि गोलभेडा हालिदिने हो क्या साथीहरू। तर चाहिँ होइन लागिसकेको हुन्छ मैले पकाउँदाखेरि चाहिँ, त्यस्तो पकायो भने चाहिँ मिठो हुन्छ क्या। अनि अलिकति पानी हाल्ने होइन, कति चाहिन्छ त्यति पानी अड्कलेर हालिदिने। अब हामी चाहिँ 3 कचौरा हाल्ने हो, म खान्न 4जनामा भनेर यसरी गरेर 3 सिटी लागेपछि रेडी हुन्छ है साथीहरू यो चाहिँ। अनि यसरी पका